हेलो गुड मर्निङ फ्रम दाङ ह्याप्पी न्यु इयर सँगसँगै नयाँ वर्ष 2082 सालको उद्घाटन वर्ष अब हाम्रो यो घुमघामको हैन। आजदेखि हाम्रो उद्घाटन नयाँ वर्षको उद्घाटन समारोहमा जुत्ता यहीँ खोलेर जाने छ कि अरे ए मन्दिर पूजा जुत्ता हामी चाहिँ अलि नखोला मलाई आज बरु भिडभाडमा आज हाँसी खुसी भएपछि आज खुसी भएपछि पुरा वर्षैभरि पुरा खुसी भइन्छ भन्ने हाम्रो मान्यता रहेको छ। दामी रमाइलो हामी पाण्डेश्वर मन्दिर दाङ घोराई हो यो त्रिशुल भएको मन्दिरमा पहिला पनि म आएको थिएँ, हामी दुईजनै आएको थियौँ। त्यसपालि नि फेरि घुम्दै टक्क आइएको छ। यो धारापानी चाहिँ मेरो तेस्रो पटक सुरुमा दाङ जिल्लामा प्रवेश गर्दाको अर्को दिनमै आइपुगेको थिएँ। बिचमा एक दिन घुमघामको लागि आएको थिएँ। त्यसपालि चाहिँ टक्क नयाँ वर्षको दिन विशेष घुमघाम यसो कस्तो हुनेछ भनेर आएको। लो रमाइलो छ। मन्दिर प्राय पुरा मन्दिरमा भिडियो टिकटक बनाउनेको मात्रै लाइन है त गाइस। ल यहाँ चाहिँ सबैभन्दा ठुलो मन्दिर पाण्डेश्वर मन्दिरको, तर यहाँ हामीले चिनेको मान्छे सायदै हुन्छ। एक दुईजना पनि भेटिनु हुँदैन। हामी नयाँ भएको भएर होला कता दाइनाबाट यहाँ जुत्ता खोलेर माथिबाट जानुपर्ने। जुत्ता चाहिँ अलि खोल्न हामीलाई गाह्रो छ। जुत्ता चाहिँ हामी बिल्कुल खोल्न गाह्रो छ। पुरा फोटो खिच्नेको मात्रै लाइन भिड के हो के भन्न मिल्छ सबै। हाम्रो त कोही आएर जान्दैन होइन केटाकेटीहरू र आइपुग्यो हन। टिका लगाउन त भिड छ अनि पालै आउँदैन। जय शिवशङ्कर भोला। ल हामी टिका प्रसाद ग्रहण गर्ने स्थानतर्फ लाग्दैछौँ। टिका प्रसाद ग्रहण गरि नै सक्यो हामी। अब फाइनल्ली हामी त्रिशुल भएको स्थानतर्फ प्रस्थान गर्दैछौँ। है त्रिशुल माथि देख्नुहुन्छ पुरै रमाइलो छ आज होइन त ब्रो? एकदम रमाइलो छ आज। आउनुहोस् सबै एक एकपल्ट घुमाउनुहोस्। दाङ जिल्लाको घोराई कमान पाण्डेश्वर मन्दिर आउनुहोस्। फाइनल्ली हामी त्रिशुल भएको स्थानतर्फ प्रस्थान गर्दै अस्ति पनि देखाएको, तर आज विशेष दिनमा है त गाइस। रोशनीले छैन भने गइसक्यो भन्छ। ए ल फाइनल्ली हामी त्रिशुल भएको स्थानमा आइपुग्यौँ है त। आज लो भिड छ फेरि आज नयाँ वर्षको दिन। पुरै घुम्न आउने दर्शन गर्न आउने। आज दर्शन गरेपछि वर्षैभरि दर्शन राम्रो। आजको दिन हाँसी खुसी बस्यो भने यो वर्ष नै हाँसी खुसी हुन्छ है गाइजहरू। एकदम रमाइलो हुन्छ। रमाइलो क्षण छ घुमघाम। मोबाइलमा ध्यान दिएपछि फेरि कतै चिनेदैन। ऊ ले गीत पनि हुँदो रहेछ नि त्रिशुल भन्ने। ल ऊ हाम्रो देख्यो ऊ हाम्रा ऊ नयाँ वर्ष विशेष पुरा रमाइलो छ दाङमा आज। दाङ त दाङ लगायत देशभरि नै होला, तर हाम्रो ठाउँमा चाहिँ आज रमाइलै छ हामी भएको। दाङ घोराई
चाहिँ फर्केको हामी बयासीलाई एकदम पैसालाई एकदमै फुल्ली हामी आज के भन्छ स्वागत गरियो है। हाम्रो स्वागत नयाँ वर्षलाई 22 साललाई टक्क स्वागत गरेर हामी वेलकम गरियो। वेलकम रमाइलो पारामा हामी बजारतिर खासै धेरै बेर चाहिँ हिँडेन है। चिनेको मान्छेहरूले पनि कोही थिएन। यसो सर घुम्यो, घुमेर आइहाल्यो। रमाइलो छ घोराइको यात्रा। यो 1 महिना बस्यो, 1 महिनामा 3 पटक आइपुग्यो होइन ब्रो। 1 महिना नहुँदै 3 पटक चाहिँ हामी पुग्नु मान्छेको यस्तो भिड छ कि हामी फर्किहाल्यौँ। अरू मान्छेको यस्तो भिड छ कि आज आफू आई नन स्टप बिस्तारै फर्कियो होइन। मान्छेले अरू अझै आउँदै जाने त अब हाम्रो चाहिँ काम छ है उता कुनै काम व्यस्तताका बाद यस्तो 1.5 घन्टाको समय निकालेर आयो। त्यसमा चाहिँ लगभग अब हामीले चाहे जति त घुम्न सकिएन। फेरि अब भनौँ न नआउनुभन्दा आएर फाइनल्ली उता के भन्छ घुमेर आएपछि अब हाम्रो खाजा खाने प्रोग्राम हुँदैछ।